साथीहरु आज हामी चटपटी बनाएर खादैछौं। यो चाहिँ घरबाट हैन चटपटीको लागि मसलाहरु अलरेडी बनिसकेको छ। ल हेर्नुस् चटपटी बनाउनलाई बाटा देखाइदिनु त भाइ बाटा। हो चम्चा पनि लानु के चम्चा। पर्स तपाईको पर्समा राख्नु न भाइ। चम्चा त्यो अर्को पर्स नै छैन। अर्को भाड लिएर जानु न यसबाट खाइदिम है। के गर्ने यस्तै लैजानी। यही लिएर चम्चा सार्नु त काहे त्यस्तो यसरी धुनु पर्छ यसरी ओहो मैले कस्तो धुएर राख्ने यसरी ल हामी कागतीको व्यवस्था ल फाइनली हामीले कागती पनि पाइसकेको छौं साथीहरु। खै छोइला देखाउ त। छोइला देखाउन छोइला। ल छोइला पनि छ। अब कस्तै खानलाई मान्छेहरु चटपटे हन्ट टमाटरमा सपिङ हुन्छ हाम्रो। के किन्नु भयो साथीहरु उठाउनु न। यो वालाले नै हो तिरो क्विक लानु न। यो वालाले कतिवटा लाने 4 वटा लानु न। यो वाला लाने कि यो वाला एउटा अनि अरु अनि त्यो चटपटेको लागि है। बनाउनु पर्छ क्या। ल खोलेर हाल्नु त परि अनि कसले हाल्छ त अनि। ल साथीहरु स्पेशल चटपटे यो त मैले यसमा पिरो हुन्छ भनेर लेखेको छैन त। आजकल कहाँ आउँछ कुनै कहाँ आउँछ एउटा त्यो मात्र आउँछ। यो सबै थियो। आज अफिसमा हामी रैला गर्दैछ है। केटीको त्यो के रे केटीको त्यो हुन्छ नि ए एमसीक्यू होइन यो यस्तै हुन्छ चटपटे मिलायो। हो परिले जान्नुहुन्छ के। टेस्टी छ त। यो प्लास्टिकमा हाल्नु न पहिला। हाल्नु न अलिकति। के हो त्यो प्लास्टिकमा प्लास्टिक भित्र प्लास्टिक पिक छ त यार। त्यो लिन्न आमामामा मलाई चाहिँ कडा छ है। मस्ट हाइजिनिक त्यो हो क्या। नर्सहरूले यस्तै बनाएर टिकटक बनाएर हाल्छ नि। पेसेन्टले चाहिँ केही नखा भनेर दिन्छ। त्यो तन्ना उछाएर तन्ना उछाएर नर्सहरूले त्यतिकै गऱ्यो भने त पिकनिक भइहाल्छ नि। खोइ चम्मच दिनु त त्यहाँको। ठक 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 हाल्छ। सबै झरेन है। ल हेर्नुहोस् पन्जा खै त नि। यो पन्जा मजाले नि जा पिन्छ त। परि अलि आत्तेर गरेर राख्नु भएको जस्तो छ क्या है। काम ल टोक्यो क्या त्यसलाई। यो चाहिँ साथीहरु बेस्ट चटपटी रेसिपी हो है। ल उसले गर्न लाग्छ त। अमेरिका होइन अर्कै कुन देश होइन अर्कैको खै के को वर्ल्ड कप हो यार बिर्सेँ मैले। जियोस् खै के को वर्ल्ड कप लागि होइन मिलियन्स अफ डग स्ट्रिट डग मारिदिनु लाग्यो क्या। सेटअप यस्तो छ है हाम्रो।
फेरि एकचोटि देखाउनु न भाइ किने जानाले क्या भन्दै चाहिँ यहाँ पुलिस जरा जान्छ हो त्यस्तै चाहिन्छ कि देखाउनु भाइ एकचोटि लास्ट बस्ने ठाउँ भएन है भाइलाई कहाँ बस्छ बसेर आएको त यहाँ बस्छ नि त बिस्तारै म उभिएर हानिदिइहाल्छु नि गोलो गरेर बसेछु थोरै भइसक्यो हो थोरै भयो के थोरै भयो ओहो पहिलो टेस्ट गरेर भन्नु त बेस्ट छ है साथीहरू भाइको रियाक्सन चाहिँ कडा होला जस्तो छ यता देखाउन न यता देखाउन न जिन्दगी हारेन यसरी टेस्ट हुँदैछ है यो राई कस्तो पहिलाएर चटपटे मिक्स गरेर एकैचोटि दामी छ है कलेजो पर्दैन हो भने मेरो पनि फर्स्टमा त्यस्तै परेर साथीहरू सक्यो आजको लागि यति नै जय नेपाल शुभरात्रि